चढेको चढ्नु छोपेपछि समुद्र देखिन्छ फाटा यस्तो तलदेखि आएकै यसो सिँढीहरू छ दुईजना साथीहरूले गएको त पुगेको अर्को दुईजना तलै चाहिँ म चाहिँ बिचमा हिँड्छ कुरोले गर्दा तल फाटाहरू देखिन्छ फाट भन्न फाटा समुद्र ओसेन देखिन्छ केही बस्तीहरू देखिन्छ यसरी माथि चढ्नु पर्ने छ चारसम्मको टुप्पोमा पुग्न लाग्यो जुन सबै देखेको ढुङ्गाहरू चाहिँ भोल्केनो जमाना उहिले यहाँ चाहिँ भोल्केनो आएर चाहिँ यो बनेको टापु हो यो चुचुरो चाहिँ भोल्केनोको टुप्पो भयो भने तलतिर लाभा फैलिएर तल बसेको त्यसले तपाईँको यो ढुङ्गाहरू सबै भोल्केनोको लाभाको ढुङ्गाहरू होइन सब दुलो दुलो चिया चिया भएको देखिन्छ ज्वालामुखी चाहिँ गएको भारी बोकेर नि हिँडेको बानी गरेर त्यहाँदेखि हिँड्नु हुन्छ